साथीहरु नमस्ते सबैलाई गुड मर्निङ भन्न चाहन्छु सबै साथीहरुलाई खाना खान आउनु है साथीहरु। म त धेरै दिन भयो खानाको फोटो नि भिडियो नि बनाउन नभ्याएको सञ्चारमा हुन्छ होला। आजको खानामा मेरो अनि मकै छ साथीहरु, मकै छ, दही छ, सलाद अनि खाना पर्यो भनेर अहिले मकैको सिजन छ साथीहरु। पहिला विदेश हुँदा कति खान मन लाग्थ्यो है हामीलाई। यी मेरो खानामा यो मकै भयो, यो सलाद अनि यो फेरि यो रातो यो के रे अनार छ, दही साग छ। यसमा अब केही चाहिँदैन साथीहरु, किनभने यो गेडागुडीको झोलहरु खाने जरुरत छैन। अनि प्याज लसुन चाहिँ जहिले पनि खानु होला साथीहरु, किनभने एकदम स्वास्थ्यको लागि राम्रो हो। सुगर प्रेसर भएको मान्छेलाई सुगर प्रेसर घटाउने रहेछ है। अनि त्यही भएर कन्टिन्यू धेरै पनि हैन, एउटा के रे पोटी लसुन त्यसलाई बीचबाट काट्नु होला। नकाटिकन खायो भने केही फाइदा छैन। बीचबाट सक्नुहुन्छ भने मसिनरी काट्नु भ्याउनुहुन्छ भने, नभ्याएको खण्डमा बीचबाट काटेर एकछिन राखेर खानु होला। किनभने एकदम राम्रो रहेछ कि साथीहरु। हजुर अनि दही पनि जहिले पनि अब सबै खाना खाइसकेपछि अनि लास्टमा दही खानु होला भन्न चाहन्छु। अरु के छ साथीहरु, सन्चै आरामै हुनुहुन्छ होला के रे। म नि एकदम ठीक छु। हजुरहरुको भगवानको आशीर्वाद, हजुरहरुको माया। यो चाहिँ फेरि के हो भने यो जब मकै उसिन्छ नि साथीहरु, त्यो मकै उसिनेको पानी हो कि यो, कहिल्यै नफ्याँक्नु होला कि यो पानी है। यो खानु होला, यो पानी एकदम राम्रो हो स्वास्थ्यको लागि। यो हामीले के गरिन्छ भने यो तरकारीहरु बोइल, म त धेरै जसो बोइल खान्छु साथीहरु। म तरकारीहरु त गेडागुडी पड्काएर म खादिनँ, किनभने बोइल खान्छु। बोइल खायो भने राम्रो स्वास्थ्यलाई पनि हैन। मिठो त अब हुँदैन होला है, कसैलाई मन पर्छ, तर मलाई नि पहिला मन पर्दैन बोइल तरकारीहरु। अनि ल हेर्नु अहिले यो मेरो बोइल जो हो कि यो बोइल। हजुर अनि मलाई पनि पहिला खान्न होला जस्तो लाग्थ्यो। अनि त्यसपछि फेरि मिठो हुने रहेछ साथीहरु, किनभने तेल चाहिँ मेन भनेको तेल राम्रोसँग गर्नु होला। छ भने पुग्छ भने ओलिभ ओइल को युज गर्नु होला। मैले चाहिँ धेरै वर्ष भयो ओलिभ ओइल खान लाएको हैन। अनि छैन भने तोरीको तेल पनि एकदम राम्रो हो। हजुर त्यही युज गर्नु होला भन्न चाहन्छु। अब खान्छु साथीहरु, के गर्ने अब। हजुर टाढा हुनुहुन्छ है। अब यो मकै चाहिँ धेरै हुन्छ साथीहरु, किनभने मैले एउटै थालमा राखेँ। मलाई चाहिँ एउटा मकै भए हुन्छ, आधा छ नि त एउटा मकै। अनि यति खाएपछि पुग्छ। सबैलाई मिस गरेको छु। अहिले म अचार म लाइफमा आउन नि भ्याएको छैन, काम व्यस्तता हुँदाखेरि। अन्यथा नलिदिनु होला। धन्यवाद साथीहरुलाई, धेरै सम्झना छ। थ्याङ्क यू।